आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैलाई मेरो न्यानो नमन। आज धेरै समयपछिको उकुस मुकुसको बिचमा म आफ्ना केही भावहरू प्रकट गर्न गइरहेको छु। धेरै वर्षसम्म आफूभित्र लुकाएर राखेका मेरा शब्दरूपी ज्वाला आज आएर विस्फोट हुन थालेका छन्। धेरै पीडा र कठिनाई भोगेको नेपाली समाजलाई आफ्नै आँखाले देख्दा पनि बार बार छल कपट र हाम्रो सपनामाथिको बलात्कार देख्दा ती अत्याचारले सीमा पार गरेपछि मेरो शान्त हृदय र सभ्य क्रान्ति आज शब्दबाट शब्द मार्फत विद्रोही विस्फोट हुन थालेको छ। जसो मेरा शब्दले कसैको भावना, कसैको विचार, कोही कसैको निजी जीवनमा चोट पुर्याउन गएमा म हृदयदेखि नै सुरुमै क्षमा प्रार्थी गर्दछु। आदरणीय आमा बुवाहरू, नेपालको विषम परिस्थिति र विभिन्न कालखण्डको क्रान्तिहरू त हामीले देख्न पाएनौँ। सायद विधिको विधानमै मलाई त्यो स्वर्णिम अवसर जुराएन, तर विगत केही दशकका जनतामाथि शासकले गरेका लुटतन्त्रको आफ्नै आँखाले अवलोकन गर्ने अवसर जुर्यो। केही हेर्न पनि नसकिने, केही सम्झिन पनि नसकिने, केही त देख्यो भने पनि आत्महत्या गरौँसम्मको बर्बरतापूर्ण स्थिति मेरै आँखाले देख्यो। आज मेरा शब्दहरूको ज्वाला, पीडा, आक्रोश जे भने पनि अभिभावकजीहरू सबैसँग छ। आफ्नै उमेर समूहका साथीभाइहरू रगतले लतपतिएर मरणासन्न हुने गरी सडकको पेटीमा आफ्ना सपनाको तिलाञ्जली रगतले दिइरहँदा तपाईँका आँखामा केही पनि परिवर्तनको आँसु फुटेन? के पार्टी, पङ्क्ति, नेता, विचार, भावना र प्रेमभन्दा माथि हुन्छ? के आफ्ना सन्तान सडकमा गोली बसाएर मरिरहँदा घरबाट हजुरबुवा मर्न दे मूर्खलाई, मेरो पार्टीको सरकारको भइरहँदा विरोध गर्नुपर्ने भन्न सक्नुहुन्छ होला? खै, म त कल्पना पनि गर्न सक्दैन। यो वर्षौँसम्म वाद विचार पार्टी भनेर हामीलाई ढाँटिरहेका नेताजीहरू सत्ता र पदको लोभले आफू विचारवादसँग बारम्बार बलात्कार गरी विचारलाई बलात्कृत गराइदिँदा हामी किन त्यही बलात्कृतवादसँग साइनो साटिरहेका छौँ? के तपाईँका आदर्श मानिने नेताजीहरू वादलाई लात हानेर कहाँ पुगे? तपाईँ नेतालाई लात हानेर परिवर्तन गर्न सक्नुहुन्न? मलाई क्षमा गर्नुहोला, तर म अब शान्त र संयम रहन सक्दैन। अब पनि त्यही पार्टी र विचारलाई थामेर परिवर्तनको भावलाई बुझेन भने म जस्ता थुप्रै जेन्जी साथीभाइको रगतले सराप्नेछ। हाम्रो रगत, हाम्रो सपना र देशको मुहार फेर्ने परिकल्पनामाथि फेरि ठुलो वज्रपात हुनेछ। हामीले कुनै सत्ता र खुसी चाहिएको होइन, हामी आफ्नो पेसा र कर्मलाई रोज्नेछौँ। देश राजनीति गर्नेले चलाओस्, तर आदरणीय मेरा अभिभावकजीहरू एकपटक सोच्नुहोस्, बिहान उठ्ने बित्तिकै कस्तो लाग्छ होला? भ्रष्टाचारी र अनपढ नेता सदनमा अनि हामी जस्ता केही गरौँ भन्ने नवयुवाहरू विदेशको भुमरीमा सधैँ चक्कर काटिरहनु पर्ने? कहिलेसम्म बहादुर, कहिलेसम्म? के हामीलाई रहर हुँदैन होला र? दिनभरि आफ्नै माटोमा काम गरेर 2 पैसा आम्दानी गरेर ती घरको ताजा खाना खाउँ अनि बाआमाको सेवा गरौँ, साथीभाइसँग रमाउने आफ्नो जीवनको महत्त्वपूर्ण क्षणमा विदेशमा गएर अर्काको भूमिमा पसिना बगाइरहँदा हामीले रमाउने कहिले? आमा, हामीले रमाउने कहिले? आफ्नै माटोमा भैलो खेल्न कहिले घर फर्किने? कहिले? बुढेसकालमा? मेरो यो पीडाको किन हजुरहरूको कानसम्म हुँदैन? आदरणीय बुबा आमाहरू, वर्षौँसम्म परिवर्तन गर्छु भनेर मिठा मिठा गफ बाँड्दै ढाँट्दै दिनै पछि पार्टी फिर्ने महामहिम नेताजीहरूलाई एकचोटि ती निष्कलङ्क र भक्त कार्यकर्ताहरूको श्राप लाग्नेछ, जसले परिवार छोडे आफ्नो खुसीलाई तिलाञ्जली दिएर पार्टी बनाउन लागे। तर आज ती निर्मल मन भएका कार्यकर्ताहरूलाई लत्याएर पार्टी नै भङ्ग गरेर गए। अब किन प्रश्न नसोध्ने? आदरणीय कार्यकर्ताजीहरू, मेरो तपाईँहरूसँग कुनै गुनासो छैन, बस एकचोटि प्रश्न अवश्य सोधिदिनुहोला। सन्दर्भ महाभारतको हो। धर्मयुद्धको बेला केवल अधर्मी दुर्योधन मात्र मरेको होइन, दुर्योधनको साथ दिने गुरु द्रोणाचार्य, भीष्म पितामह जस्ता देवतुल्य महापुरुषको पनि कस्तो कठिन मृत्युशय्या भोग्नु पर्यो। के त्यसैले यो धर्मयुद्ध हो? यहाँ बाण होइन, भोट चल्छ। यहाँ अधर्म र अन्यायको पक्षका सादगी र सन्त नेता पनि बग्न सक्छन्। त्यसैले समयमै सुध्रौँ र सोचौँ। अन्तमा आदरणीय मेरा प्यारा बुवा आमा दाजुभाइ दिदीबहिनी, मेरो कुनै चाहना छैन विदेशमा आफ्नो पसिना बगाउँ। म यही देशमा केही गर्न चाहन्छु, यही देशमा मर्न चाहन्छु। बिन्ती मलाई बाध्य भएर विदेश नपठाइदिनु होला। यदि हजुरहरूमा दया, माया, करुणा र हमदर्दी कुनै छ भने एकपटक बिन्ती, मलाई मेरा यी हृदयको बिलाउनलाई सम्झी परिवर्तनलाई आत्मसात गरिदिनु होला। परिवर्तनको लागि मत दिनुहोला, नत्र यो सपुतको सपनामा सधैँका लागि तपाईँको कलङ्क लाग्नेछ।
सबैले यति जेनसम्म सुनिदिनुभयो, माया दिनुभयो, नमिठो मिठो जेसुकै भए पनि मेरा यी आक्रोश पीडालाई आफ्नो ठानी बुझिदिनुहोला भन्दै कसैको भावनामा ठेस पुगी माफी माग्दै बिदा हुन्छु। नमस्कार। जय देश, जय परिवर्तन, जय नेपाल। श्री पशुपतिनाथले सबैको कल्याण गरिराखुन्। जय नेपाल।